साथीहरू यो चाहिँ जिल्ला प्रशासनको कर्मचारी बस्ने भवन थियो। यस्तो जेनजेट आन्दोलनमा यस्तो हालत भयो। यो हामी चाहिँ यसको सानो ब्लक बनाइरहेछौँ। यस्तो खराब बनाइदिएर गए साथीहरू। यो चाहिँ मेन भवन जिल्ला प्रशासनको यस्तो खराब अवस्था बनाएछन् साथीहरू। यस्तो भएछ जेनजेट आन्दोलनको नाममा विध्वंस मचाएर गएछन्। यो कोठा चाहिँ सुरक्षित रहेछ अझै। यसमा चाहिँ केही पनि गरेका छैनन्। यो चाहिँ प्रतिलिपि फाँट चाहिँ बचेको रहेछ साथीहरू। प्रतिलिपि फाँट चाहिँ बचेको रहेछ सुरक्षित। यो स्थानीय प्रशासन फाँट पनि अलिअलि बचेको रहेछ साथीहरू। पुरानो नागरिकता बनाउँदा राखिएको पुरानो अनुसूची थियो, पुरा जलेर पूर्ण रूपमा नष्ट भइसकेको अवस्था छ साथीहरू। सिडिओ साहबको यो च्याम्बर चाहिँ तालचा तोड्न नसकेर बाँकी राखेछन्। ठिकै छ यो चाहिँ साथीहरू। सुरुमा देखाएको भवन यता साइडबाट यस्तो देखिन्छ, जलेर पुरा नष्ट भएको अवस्था छ। सिडिओ साहबको पुरा घरमा पनि निवासमा पनि आगो लगाएर पुरा भित्र नष्ट बनाएछन्।